अबदेखि यहाँ नआइज भन्थे। तैँले माया गरे नि मैले माया गर्दिन पनि भन्थे। तर किन किन उसको मात्रै माया लाग्छ, उसको मात्रै याद आउँछ। अबदेखि यहाँ नआइजो यस्तो यस्तो भन्थे। किन नआउने, माया लाग्छ नि त। तैँले माया गरेन मैले माया गरेन भनेर भन्थ्यो। माया त एकहोरो होस् दोहोरो होस्, माया भनेको त माया हो नि। तपाईँको उहाँले माया नगरे पनि हजुरले चाहिँ गरिरहनुहुन्छ? मैले त गरिराख्छु। कहिलेसम्म गर्नुहुन्छ त नि माया उहाँले नगरिसकेपछि? जबसम्म सास हुन्छ तबसम्म म माया गरिरहन्छु। 5 चाहिँ उहाँलाई याद गरिराख्नुहुन्छ? बाँच्दासम्म यो सास रहन्जेलसम्म चाहिँ उसलाई म माया गरिरहन्छु, सम्झिरहन्छु। उसले मलाई माया गर्दैन मलाई थाहा भइसक्यो। उसको लागि म रातको समयमा गएको थिएँ। उसले मलाई राम्रो नजरले देखेन। उहाँको मन पग्लिएन है? खै किन पक्लेन, मन कस्तो मन रहेछ उसको। अनि नि अब हजुरको श्रीमती हुनुहुन्छ, उहाँ आफ्नै ठाउँमा हुनुहुन्छ होइन? कुनै लेडिजहरूले म सन्तोषसँग बिहे गर्न चाहन्छु भन्नुभयो भने के हुन्छ त्यो बेलामा? नै दे मन तन जसलाई दिए जसलाई माया गरियो। अब अरू कसैलाई माया दिने त्यति सकिन्न है? सकिन्न। अब जसले जो आए पनि जिन्दगीमा तपाईँले स्वीकार्नुहुन्न तपाईँको श्रीमती बाहेक? खै स्वीकार्न सक्दिनँ होला। उता मनमा बसेकी छु, मुटुमा बसेकी छु। हर पल हर सम्झना उसकै आउँछ। अनि नि जस्तै कतिपयले के पनि भन्नुहुन्छ भने भिडियो हेरेर यो कति साह्रै क्रेजी रहेछ, उसले माया गर्दैन भने तैँले पनि नगर्न माया, अरू हेर भन्नुहुन्छ कि कमेन्टमा? भन्नु त भन्छन्। अब कमेन्टमा मात्र नभएर तपाईँको समाजतिर भन्छन् खुट्टा भए जुत्ता सस्तो भन्छन्। तर खुट्टा भए जुत्ता सस्तो होइन कि, जुत्ता भए खुट्टा भए जुत्ता महँगो रहेछ। तपाईँको आँखामा, तपाईँको मनमा, मुटुमा, धड्कनमा, हरेक रगत नसामा तपाईँको श्रीमती बाहेक अरू हुनै सक्दैन। ऊ जस्तै अरू भए पनि, उसकै फेस उसकै अनुहार अरू भए पनि त्यसलाई स्वीकार्ने छैन। किनभने भन्नु त भन्छन् होला कति काया रहेछ, कति एकहोरो माया गरेको रहेछ भन्लान्। तर म त माया साँचो गरेको हो नि त। अब के गर्ने? अनि नि एउटा कुरा सोध्छु, हजुरले